महाधिवेशनको मिति त तोकियो, तर निर्वाचनतर्फ जाने भएको हुँदा यो मिति तोक्नका लागि तोकिएको महाधिवेशन हुँदैन है भन्ने कसैले पनि कुनै पनि मनमा सानो राख्नु भएको छ भने मैले स्पष्ट गर्नै पर्छ। विशेष महाधिवेशनका लागि साथीहरूले गर्नुभएको हस्ताक्षर, 54 गते साथीहरूले गर्नुभएको दर्ता हामीले यही केन्द्रीय कार्यालयमा सुरक्षित राखेका छौँ। त्यसैले नियमित महाधिवेशन नगराउने नगर्ने हुँदैन भनेर अलमल गर्ने कुरा कसैले गर्दै गर्दा त्यो कुरालाई हामीले एक्का राख्नुपर्छ। र कसैले चाहिँ यो नीति तोकियो तर सभापतिले पनि भन्नुभयो, सबैले भन्नुभयो तोकियो तर हुँदैन भन्नुभयो भने स्पष्ट हुनुपर्छ। कसैले सभापतिजीसँग निकटता राख्नुहुन्छ, सभापतिजीसँग अलिकति विश्वप्रकाश र गगन थापाभन्दा बढी शुभचिन्तन हामी राख्छौँ भन्नुहुन्छ, तर नियमित महाधिवेशनको सन्दर्भमा आशंका राखेर नियमित महाधिवेशन हुँदैन भन्ने खालको दिशामा जानुहुन्छ भने स्पष्ट भन्नुभयो हुन्छ सबैले। कसैले नियमित महाधिवेशन हुँदैन भन्नेतर्फ लाग्नुभयो भने त्यसले फेरि विशेष महाधिवेशन हुन्छ भन्ने दिशातर्फ उहाँले आफूलाई लाँदै हुनुहुन्छ भनेर बुझ्नुपर्छ। विशेष नियमित महाधिवेशन हामीले सामना गर्ने हो, चाहे पूर्व पदाधिकारीहरूले या वर्तमान पदाधिकारीहरू। विशेष महाधिवेशन भयो भन्दाखेरि स्वयं सभापतिले सामना गर्नुपर्ने हुन्छ। त्यसैले सभापति जसले अन्य कुनै पनि राजनीतिक दलमा भन्दा फरक उदाहरण पेश गर्नुभएको छ, जसले कार्यभाग सुम्पिसक्नु भएको छ, जसले नियमित अधिवेशन मार्फतबाट म बिदाय लिन्छु भनिसक्नु भएको छ, उहाँलाई विशेष अधिवेशनमा तान्नु हुन्न। यो तान्न नहुनका लागि सबैभन्दा गम्भीर हिक्का हामी सबैले पुर्याउनुपर्छ। कसले हिजो कुन पक्षमा बोल्यो, कसले के बोल्यो भन्ने कुरा छोडेर अब नियमित महाधिवेशनलाई सम्पन्न गराउने, एक पन्थ दो काज एकसाथ गाउँमा जाँदै गर्दा महाधिवेशनको कुरा पनि गर्दै जाने र निर्वाचनको तयारी पनि गर्दै जाने भन्ने कुरामा जानुपर्दछ।